धन्यवाद प्रधानमन्त्रीज्यूलाई। म कार्यक्रम स्थलमा स्वागत गर्दै आसन ग्रहणको लागि अनुरोध गर्दछु। आधा घण्टा पर्खेको हजुरलाई यहाँको पीडा यहाँको दशौं वर्षदेखिको तडप त आफूले देख्नु भएको छ नि, भोग्नु भएको छ नि। मैले त भोग्नु थालेको जम्मा 2 वर्ष होइन। के कस्तो अनुभूति भइरहेको अहिलेको विरुद्ध त यति खुसी लागेको छ। नेपालीलाई नेपाली जोड्ने एउटा काम पनि यो सबभन्दा खुसीको ऐतिहासिक पनि हो र अपार खुसी। आज जुन हाम्रो सामान्य राष्ट्रपतिजी आउँदै हुनुहुन्छ यो महर्षिजीको तपोभूमिमा, यसलाई हामी एकदम अति उत्साह, यहाँका जनता, यहाँका जनप्रतिनिधि, यहाँका पदाधिकारी, यहाँका मान्यहरू, सहयोगीहरू, यसले गर्दाखेरि जनतालाई अति हर्षित छन्, भावविभोर छन्। उनको खुसीको ठिकान छैन। एकदम खुसीको एउटा कुरा, आज यहाँ राष्ट्रपति आउनुको कारण नै मैले तपाईँहरू दुईजना भए जस्तो हाम्रो मान्यज्यू विराज दाइ अनि प्रदेश मान्य सन्त दाइ, तपाईँहरूकोले नै आज यस ठाउँमा राष्ट्रपतिलाई जुन यहाँ आउने वातावरण गर्नुभयो, त्यसलाई धेरै धन्यवाद विनोद चौधरी साथीलाई। त्यसमा सुन्दै स्थानीय तहमा जनप्रतिनिधिहरू, सुस्तावासी सम्पूर्ण भद्र महिला एवं साथीहरू, हावाहुरी धेरै आइरहेको छ। अब यो हामीलाई चाहिँ आज वर्षा हुन्छ भन्दै मैले त भनेको थिएँ, मेरो सचिव यहाँ हुनुहुन्थ्यो, सचिवजी कथा हुनुहुन्थ्यो, धेरै ठुलो भविष्यवाणी चाहिँ यो मौसमविदहरूले गरेकै थिए। तर मैले भने हामी यहाँ पवित्र उद्देश्य लिएर जाँदैछौँ, त्यो बिना पानी पर्दैन नभन्दै यो सभा सम्पन्न हुनु सक्यो। अर्को कुरा, सुस्ता बचाउ आन्दोलनमा जो आफ्नो ज्यान अर्पेर लड्नुभयो नेपालको भूमिको रक्षाको लागि, सबभन्दा पहिले तपाईँहरूलाई बधाई दिन्छु, हार्दिक बधाई दिन्छु, धन्यवाद दिन चाहन्छु देशको तर्फबाट। अर्को कुरा, यो पुलको इतिहास छ मेरो। यो नारायणी नदी
पल्ला छेउमा महाकाली नदी छ। महाकाली नदी पारी एउटा यस्तै टप्पु परेको गाउँ दोधारा चाँदनी भन्ने छ। म स्थानीय विकास मन्त्री हुँदा अहिलेको गृहमन्त्री रमेश लेखकले मलाई आएर जसरी पनि दाइ सुस्तालाई नेपाल के अरे दोधारा चाँदनीलाई नेपालसँग जोडिदिनुहोस् भनेपछि नेपालको त्यो बेलाको सबैभन्दा लामो पुल मैले चाहिँ त्यो बेलामा बनाएको थिएँ। म स्थानीय विकास मन्त्री आज फेरि केही संयोग पऱ्यो। मैले चाहिँ यो सन्तुको चाहिँ गाउँमा सभा हुँदाखेरि मैले भनेको थिएँ है त्यो नारायणीको पुल हालेर त्यहाँ सुस्तवासीलाई हामीले जोड्नु पऱ्यो नेपालसित। नभन्दै आज यो चाहिँ यो जोडिएको छ, सुस्ता नेपालसँग जोडिएको छ। यो पनि एउटा महत्त्वपूर्ण चाहिँ घटना संयोग हो। त्यसो भएको हुनाले तपाईँहरू सुस्तावासीहरू तपाईँहरू नागरिकता पनि पाउनुहुन्छ। तपाईँहरूले पाउनुभएको छैन। तपाईँहरूले लाल पूर्जा पनि पाउनुहुन्छ जसले पाउनुभएको छैन। तपाईँहरूले उद्योग खोल्नुहोस्, अलिकति आम्दानीको आर्थिक रूपले नेपाललाई धनी बनाउने यो ठाउँबाट काम गर्नुहोस्। यो ढलुङ्गे पुल मात्रै होइन, अहिले हामी अलि गरिबै छौँ। अलि दिन हाम्रो त आर्थिक हैसियत भएपछि हामी यहाँ मोटर पुल बनाइदिन्छौँ। केही वर्ष पर्खनै पर्छ तर तपाईँहरू चिन्ता नगर्नु होला। यो राज्य जति बलियो हुँदै जान्छ, यो नेपाल जति सशक्त हुँदै जान्छ, सम्पन्न हुँदै जान्छ, समृद्ध हुँदै जान्छ, त्यति हाम्रा दुःखका दिनहरू घट्दै जान्छन्। त्यसो भएको हुनाले यी कुरा भन्दै म आफ्नो केही वक्तव्यहरू तयार पारेको बोलेर भन्न चाहन्छु। प्रधानमंत्री एवं उप प्रधानमंत्री जो, सम्मान्य राष्ट्रपति जो, माननीय ऊर्जा तथा सिंचाई मंत्री जो, लुम्बिनी प्रदेश का प्रदेश प्रमुख जो, लुम्बिनी प्रदेश का आदरणीय मुख्यमंत्री जो, दर्शक दीर्घामा आसीन मेरा मित्रहरू, प्रदेश सभा का आदरणीय मान्यज्यूहरू, विभिन्न पालिका का प्रमुखज्यूहरू, पूर्व गृह राज्य मंत्री जो र सुस्ता क्षेत्र मात्र नभइकन यो समग्र जिल्लाबाट नै यहाँ आउनुभएका सबै दलका नेतागण, साथीभाइहरू र मिडियाका साथीहरू, यो एउटा अत्यन्तै महत्त्वपूर्ण दिन हो। यो भागलाई म जहिले यहाँ आउँथे निर्वाचनका ताका निर्वाचनपछि नेपालभित्र रहेको नेपालसँग जोडिन नसकेको भूभागका रूपमा हामीले यसलाई जहिले पनि चित्रण गर्नुपर्ने बाध्यता थियो। भारतको बाटो भइकन यहाँ आउनुपर्ने बाध्यता थियो। यहाँका जनताले मर्दा पर्दा प्रतिकूल चाहिँ समय मौसमको बेलामा विभिन्न सामाजिक कार्यहरू मात्र नभइकन अन्य विभिन्न आफ्ना इमर्जेन्सीका विषयको परिस्थितिमा समेत नेपालभित्र जान सक्ने स्थिति थिएन। 10 वर्ष अगाडि यो पुलको निर्माणको प्रक्रिया प्रारम्भ भयो। म आफैलाई पनि यो कुराको राम्रो ज्ञान छ। सम्मान्य राष्ट्रपतिज्यूले पनि त्यो बेलामा पूर्वाधार मन्त्रालयको तर्फबाट धेरै पहल गर्नुभएको त्यो कुरा उहाँले आफैले स्वयंले राख्नुहोला। वर्तमान गृहमन्त्री रमेश लेखकजीले त्यस बेलामा यसमा खेल्नु भएको भूमिका समेतलाई पनि म स्मरण गर्न चाहन्छु। 8 वर्षको दौरानमा आफ्नै गतिमा अगाडि त बढ्यो तर सम्पूर्णता पाउन सकेन। यो 2 वर्षमा सबै एक क्षेत्रका जनता सुस्ता बचाऊ अभियानका अथक प्रयास र संघर्षमा कहिल्यै नथाकिकन लागिरहने यहाँका मेरा साथीहरू, नेताहरू, सुस्ताको औपचारिकका हाम्रा पार्टीका सभापति, यहीँका निर्वाचित हाम्रा प्रदेश सभाका माननीय सांसद
सन्तु कलवारजी दर्शक दीर्घमा हुनुहुन्छ। हुन त हामीहरू जस्ता मान्छेहरू मञ्चमा अटाउन सकेनौँ, त्यो त्यसको आफ्नै ठाउँमा चाहिँ नि विवेचना होला। तर जे होस्, त्योभन्दा महत्त्वपूर्ण कुरा आज यहाँ राष्ट्रपति सम्माननीय राष्ट्रपतिजीको उपस्थितिमा हामीले यो कार्य गर्न पार्न पाउनु हो। 2 वर्षको दौरानमा यसले अत्यन्त ठुलो भूमिका प्राप्त गर्यो, सबैको सहयोग प्राप्त भयो। नतिरिएका बिलहरू तिरिए, ठेकेदारहरूलाई दुबारा चाहिँ मोबिलाइज गरियो र त्यति मात्र होइन, म आज ऊर्जा मन्त्रालयलाई आदरणीय ऊर्जा मन्त्रीज्यूको उपस्थितिमा धन्यवाद भन्न चाहन्छु र कुलमानजीलाई समेत धन्यवाद भन्न चाहन्छु। उहाँलाई मैले यहाँ आमन्त्रण गर्ने कि सुरजपुरा जलविद्युत आयोजना 15 मेगावाटको भए तापनि 3.5 मेगावाट भन्दा बढी क्षमतामा चल्या छैन। त्यसलाई पूर्ण रूपमा चलाउनका लागि त्यसको एक्सपान्सन, त्यसको रिहेबिलिटेसनको कामलाई अगाडि बढाउनु पर्यो। उहाँले केही कामहरू गरे, तर अझै केही कामहरू गर्न बाँकी छन्। तापनि यहाँनिर आज बत्ती पुग्नुले मलाई लाग्छ कि यो ठाउँको समग्र विकासको ढोका खोलेको छ। अघि यहाँ पूर्ववक्ता साथीहरूले भनेअनुसार खालि यसलाई नेपालको यो भूभागलाई नेपालसँग भौगोलिक रूपले भौतिक रूपले जोड्ने मात्र होइन, आर्थिक विकाससँग जोड्ने ढोका खोलेको छ। मेरा केही न्यूनतम जनताका तर्फका केही भनाइहरूमा राख्ने चाहिँ अनुमति चाहन्छु। कार्यवाहक प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ कि यो हरेक वर्ष चाहिँ जनता आवास र जनता सुरक्षा आवासका नाममा यी तराईका क्षेत्रहरूमा गरिने विनिमय यी चाहिँ बजेट चाहिँ जुन 50,000 2 लाख दिने छ, त्यो चाहिँ पहाडका लागि तर्जुमा गरिएको योजना हो। हरेक वर्ष त्यो लाभ हुने गर्दछ। प्रधानमन्त्रीज्यू, यो क्षेत्रमा हामीले पुरा म्यापिङ गर्दाखेरि 1000 घर यदि हामीले बनाएर दिन सक्यौँ भने, जसको लागत धेरै होइन 25 करोड रुपियाँ मात्र, यो चारैवटा चाहिँ क्षेत्रमा यो ठाउँका चाहिँ वर्षौंदेखि अत्यन्तै दुःख पाएका जनताहरूको चाहिँ एउटा जीवन चाहिँ बहुत ठुलो परिवर्तन आउने थियो। यसको बारेमा मैले छुट्टै चाहिँ ज्ञापन पत्र मन्त्रीज्यूमा दिएको छु, अनुरोध पत्र दिएको छु। मैले यसै मञ्चमा पनि भने, मैले यहाँसम्म कि मेरो सांसद कोषको गत वर्षको योभन्दा पहिलेको वर्षको पैसा पनि यसैमा दिने गरिकन घोषणा गरेका थिए, तर भूकम्पको कारणले त्यो अन्तै रह्यो। यो पालि चाहिँ नि अब यो पालि विभिन्न अनौपचारिक रूपबाट दिनका लागि पार्टीको सिफारिस हुँदा पनि पर्न सकेन। तर हामी निरन्तर यो काममा लागिरहेका छौँ। म सबैलाई विश्वास दिलाउन चाहन्छु, उप प्रधानमन्त्रीज्यू यहाँ हुनुहुन्छ, निश्चय पनि हाम्रो यो माग पुरा हुनेवाला छ। मेरो अर्को एउटा माग चाहिँ आदरणीय ऊर्जा मन्त्रीज्यूलाई छ। यो देश यो क्षेत्रका सुस्ताका जनताहरू बत्तीको अभावमा वर्षौंसम्म कुरे, त कमसे कम अब जब बत्ती प्राप्त भयो 350 घर धुरीलाई, कमसे कम यो 2-3 वर्षका लागि यो बत्तीलाई निःशुल्क गरिदिनु पर्यो। आदरणीय ऊर्जा मन्त्रीज्यू, सुमानजी पनि यही हुनुहुन्छ, आदरणीय मन्त्रीज्यू पनि यही हुनुहुन्छ। मलाई लाग्छ कि त्यसले एउटा सिम्बोलिक सांकेतिक रूपमा राज्य ऊर्जा मन्त्रालय र एनईए चाहिँ यहाँका जनताका साथमा उभिएको छ भन्ने सन्देश पनि दिनेछ। सलाम गर्न चाहन्छु। तपाईहरूले यो सिमानाको रक्षकका रूपमा बसिरहनु भएको छ, त्यसका लागि म तपाईहरूलाई उच्च सम्मान गर्न चाहन्छु, सलाम गर्न चाहन्छु। हामी एकै देशका नेपालीहरू हौँ। परिस्थिति फरक हुनाका कारणले हाम्रा भोगाइहरू अत्यन्तै कठिन छन्, हामीले महसुस गरेका छौँ। र यस सन्दर्भमा आज आयोजित कार्यक्रमले मुलुकको सबभन्दा लामो झोलुङ्गे पुल विद्युतीकरणका कारण अझ हामी एक ठाउँमा उभिन सकेका छौँ। हाम्रा भोगाइहरू समान भएका छन् भन्ने मैले विश्वास लिएको छु। नेपालकै सबभन्दा लामो झोलुङ्गे पुल, यसले हामीलाई जोड्ने काम गरेको छ, सफल भएका छौँ। अहिले मैले सम्हालेको मन्त्रालय अन्तर्गत देशभरि विद्युतीकरण गरिसक्ने लक्ष्य राख्दै गर्दा 85,557 घरधुरी भएको यो नवलपरासीमा विद्युतीकरण भइसकेको कुराले म खुसी व्यक्त गर्न चाहन्छु। गर्वान्वित भएको मैले महसुस गरेको छु, खुसी लागेको छ। सम्मान्य राष्ट्रपतिज्यूलाई यी कुराहरू सुनाएर यस जिल्लामा सबै घरमा विद्युत उपलब्ध भएको विषय घोषणा गर्न पाउँदा। लुम्बिनी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रीज्यू, लुम्बिनी प्रदेशका माननीय सभासदज्यूहरू,
राष्ट्र सेवक सम्पूर्ण कर्मचारी मित्रहरू र यो कार्यक्रममा सहभागी हुनुभएका आदरणीय सुस्तावासी दाजुभाइ तथा दिदीबहिनीहरू, Saki